भाइटिकाको तयारी गर्दैछौँ। यहाँ हाम्रो भाइटिकाको भातको तयारी हुँदैछ। यहाँ ल हाम्रो तयारी हुँदैछ यहाँ। ल है साथीहरू, हामी दिदी बहिनी मिलेर यहाँ तिहारको तयारी गर्दैछौँ। मेरो छोरी पनि छ यहाँ। हामी सबै के गर्दैछौँ बुने? तिहारको तयारी गर्दैछौँ भाइटिकाको। ल फटाफट तयारी हुँदैछ हाम्रो। हजुरहरूको कहाँ कहाँसम्म पुगिसक्यो यसो कमेन्ट गर्नु होला। ल यहाँ छ हाम्रो चाहिँ यस्तो छ तयारी। मेरो छोरीको ल यहाँ हाम्रो तयारी हुँदैछ। यस्तो छ यहाँ तयारी। यहाँ भाइ मसला मिलाउँदैछौँ हामी। अनि यो सबै हाल्ने जग्गै अटेन नि त यार। सामान धेरै भयो। यो पर्दैन ए यो पर्छ जग्गा अटेन, ठाउँ सानो भयो। अब यसमै मिलाउनु पर्छ कसरी पनि। मम्मा यो दुटै एउटै ठाउँमा यो के हो? सुपारी? हल्ला नगर न, हल्ला नगर साने। सुपारी हो कि लङसुक मिलाउ क्या हो? के उद्यो पनि राख्यो थियो। लङसुक मिलाउ के रे टीका पनि राख्यो थियो। खै कता गयो? टीका पनि छ। यो चक्लेट एउटा मात्रै रहेछ ल। ए रहेछ त। के पुगेन यहाँ? भाँडा सानो भयो, सामान चाहिँ धेरै छ। के गर्नु? मिलाउँदै हरान भयो नि त। एकै ठाउँमा ग्याचङ भयो। इधर अब ल यो हाम्रो तिहारको सामान यहाँ छ साथीहरू। यहाँ छ नदेऊ त त्यो। हाम्रो दिदी बहिनीको यहाँ भइरहेछ तयारी। मेरो छोरी पनि छ। छोरी, मम्मी अनि आन्टी सबैजना मिलेर यहाँ भाइटिकाको तयारी गर्दैछौँ होइन त? हो के नभनौ? एउटा गोली पनि राख्छ। यहाँ चाहिँ माछा छ साथीहरू। तपाईँले खाना खायो? थाहा छैन कहाँ खानुहुन्छ भने। बिहानदेखि के पनि खाएन? बिहानदेखि केही नखाएर मेरो बहिनीलाई भोक लागिसक्यो होला। बहिनीलाई भोक लागेको छैन। एउटा मासु खाएर आहा। मैले त यो एउटा बहिनीलाई सबै माफ हुन्छ थाहा छैन तपाईँले? बहिनीलाई माफ हुन्छ। बहिनीले टीका लाउने हो। म भान्जीलाई पनि माफ हुन्छ। दिदीलाई मात्रै हुँदैन। दिदीले चाहिँ खानु हुँदैन। यो के हो? रोस्ट हो? लाउनु रोस्टको भाँडा। ल इधर सिधो अझै दुईटा। अब चम्चाले लाउनु त। चम्चा लिएर आउँछ। कहाँबाट? भान्साबाट। कहाँबाट? कतिवटा? सबै? एउटा चम्चा ल्याऊ न। अलि फास्ट ल्याऊ है ल। हाम्रो तिहारै आयो लौ झिलिमिली आज भाइटिका। लौ झिलिमिली हाम्रो घरमा
यस्तो रमाइलो छ। यो एउटा बढी भयो, यो अहिले सबैजना गर्नुपर्छ यहाँ है। यो कस्तो हार्ट सेपको हल्ला होइन सक्यो सिद्धो यो राख्नुहोस्। त्यो झोला पनि साइड राख। अब हाम्रो सबै रेडी भयो। अब त्यहाँ पूजाको खाना बनाउनु पर्छ। पूजाको लागि मेन सामान त ल्याएन हामीले। त अन्डा राख, अहिले पछि गर्नु। यो भाँडा सबै बाहिर लगेर मेन सामान म पनि मामाले टिका लगाउँछु। म दाइ भन्छु अबदेखि गएर दाइ के भन्थे रे के गर्ने यो धारामा राख्नुहोस्। यो धारामा यो एउटा त्यहाँ लगेर भान्सामा अनि यो भाँडाहरू सबै धारामा। ल यो हाम्रो रेडी भयो।